भन्छन् नि केटा मान्छेहरू स्ट्रोङ हुन्छ भनेर, तर केटा मान्छेको मन पनि नरुने होइन, उनीहरूलाई पीडा नहुने होइन। केटीलाई भन्दा पनि उनीहरूलाई धेरै पीडा हुन्छ, धेरै मन दुख्छ, उनीहरूको मन कति रुन्छ मैले मेरो आँखाले देखेको छु। तर उनीहरू बाहिर रुएर हिँड्नु सक्दैन, उनीहरू अरूलाई सुनाउनु सक्दैन, किनकि भन्ने गरिन्छ नि त अब छोरा मान्छे भएर त यस्तो हुन्छस् त नामर्दो रहेछ भन्ने हुन्छ छोरा मान्छेलाई होइन। त्यही भएर छोरी मान्छेको जस्तो कमलो मन बनाउँदैन उहाँहरू, एकदम स्ट्रोङ होइन, एकदम मलाई केही भएको छैन जस्तो गरेर हिँड्नुहुन्छ कि। उहाँहरूलाई पनि पीडा नभएको कहाँ हो र, आफ्नो घरको जिम्मेवारी बोकेको हुन्छ उनीहरूले, हरेक आफ्नो फ्यामिलीलाई सुख दिन्छु भनेर होइन जिम्मेवारी काँधमा बोकेर हिँडेको हुन्छ। सपनाहरू धेरै बुनेको हुन्छ, कुनै सपनाहरू कति टुटिरहेको हुन्छ होइन। आफ्नो फ्यामिलीलाई खुसी बनाउनु सक्दैन चाहँदा चाहँदै पनि, मन नदुख्ने होइन नि छोरा मान्छेको पनि। छोरा मान्छेको मन धेरै दुख्छ, धेरै रुन्छ मन, तर बाहिर देखाउन मात्रै नसक्ने हो।